भक्तेको पो याद आयो मलाई त ओ माय गॉड तिम्रो बोयफ्रेन्ड छ इनबक्समा आएर उफ उफ यसलाई के भन्छ हौ नेपालीमा हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई लासो फ्याफुल्ला इट्स मी सबिना तामाङ आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु हैन आफ्टर लङ टाइम पछि चाहिँ म भ्लग बनाउँदै छु आज चाहिँ म के गर्छु भन्दाखेरि खासै केही त छैन यो किन लाको भन्ने चाहिँ हेर्नु न यहाँ यो पनि ठुलो भइराछ के पुरै हात सानो छोटो भएर हात छोटो भएर यो नि ठुलो भइराछ है अनि तपाईहरुले देखि त सक्नुभयो कति धेरै छ के यहाँनिर म चाहिँ यो सबै काट्छु कि हैन आयो राम्ररी भन्नु परेन रे के राम्ररी त त्यस्तै हो साथीहरु मैले अलिकति चाहिँ काटिसकेको छु यो कत्रो अग्लो अग्लो भइसकेको छ के अनि त्यही भएर म चाहिँ अब चाहिँ यो काट्छु हेर्नु यो चाहिँ यस्तो भइसकेको छ के यत्रो ठुलठुलो यति काटिसक्यो हैन अब चाहिँ यति अलिकति काट्छु त्यहाँनिर मुनि थोरै थियो त्यो पनि काटिसके सो गाइस म चाहिँ अब काट्छु है त अब चाहिँ यो पुरै धुन्छु है साथीहरु छिटो धुनु पर्यो यो ओइली नै लागेछ के कस्तो राम्रो छ हेर्न न यो पातहरु मात्रै छोडाउनु पर्छ कि अनि त्यसपछि सुकेपछि 2-3 दिनसम्म घाममा सुकाउनु पर्छ अनि त्यसपछि चाहिँ सुकेपछि चाहिँ खतरा हुन्छ के अनि त्यसपछि पछि त्यो मासुहरु बनाउँदाखेरि खै केमा हाल्छ कि केमा हाल्छ केमा हाल्छ यिनीहरुले मैले चाहिँ साथीहरु मैले चाहिँ यो बनाएर त्यो केलाएर पनि सकिसक्यो के है कति धेरै के कति टाइम लाग्यो मलाई यो केलाउनलाई अच्छा बजु पनि उठ्यो मलाई साथी गर्दियो त्यसले पनि भयो नि टाइम लाग्यो के हेर्नु न यो भित्र चिसै छ यसलाई के भन्छ हौ नेपालीमा मलाई तामाङ मात्रै आउँछ कि नेपाली बोल्न आउँदैन Wait a minute. Who are you? अनि यो यस्तो के पुरै योहरु निकाल्नु पर्यो आइ मलाई खन्न पनि आउँदैन क्या हो गर्मी यस्तै छ काम त ओ माय गॉड ओ यो फल पनि खानुपर्छ बोल्दैछ कति धेरै छ खाने मैले हो कसैले हैन बजले खाँदैन म एक्लै धनी म जान्ने रोइला गर्ने जे खाए पनि हैन मेरो त पनि यस्तो भने यो म चाहिँ अब कति यति हप्ता मात्रै सानो बनाउँछ एक महिनामा त्यति बनाउँछ भन्नु पर्यो मैले यति धेरै काम गर्छु केटाकेटीहरु म त भन्छ नि के म 12 वर्षमा एकचोटी खाँदा यस्तो दुःख पाउँछु आयामा अब यहाँ झुन्डेर पिङ खेलौं क्या हो मालूम है तेरे बाप को मत सिखा चल सर आयामा कस्तो आनन्द छ कि दिमाग पनि छैन टेन्सन पनि छैन तिमीहरुलाई भनेको अरे कहना क्या चाहते हो यो चाहिँ हाम्रो कान्छेर्ने काडा हो खासमा अनि यहाँ साइप्रसमा चाहिँ यिनीहरुले यस्तोहरु खाने रहेछ के यो फल्छ नि त्यो माथि यो अहिले फूलहरु छ जुन मलाई खोज्दैन यो चाहिँ नि यो भोलि पर्सि पाक्छ कि कस्तो पहेलो अनि रातो पनि हुन्छ दुई थरीको हुने रहेछ अनि योहरु चाहिँ काटेर अस्ति फाल्नु पर्ने रे अनि यो चाहिँ खान्छ के पाकेपछि कस्तो मिठो हुन्छ मैले नि खाए कि पोर्दा वाउ म त यस्तो मन पर्यो के मलाई झन् म त कति धेरै खान्छु झन् अहिले त मिठो हुन्छ के ओ त्यहाँ माथि एउटा पाकेछ देख्यो त्यहाँनिर रातो उफ साथीहरु झ्याउ लाग्यो म त अब पल्टिन्छु चाहिँ होला अल्छी लाग्यो के 2 बजे छ बजु चाहिँ उठ्ने बेला भइसक्यो म चाहिँ सुत्छु एकछिन मात्रै पल्टिन्छु साथीहरु हाई फेरि पनि
म चाहिँ यहाँ कति धेरै काम भ्याइसक्यो यहाँ घरमा मान्छे पनि आएको थियो अनि त्यो मान्छेसँग बसेर त्यो बुढी माउहरूसँग बसेर कफी पनि खाएँ खाजा पनि खाएँ खाना चाहिँ खाएन यहाँनिर मेरो एउटा फ्रुट्स छ कि त्यो पनि खानु पऱ्यो क्या ल्याउनु पऱ्यो बाहिर होइन अनि त्यसपछि बजु पनि उता बसिरहेको छ उसले पनि खाना खाइसक्यो फ्रुट्स पनि खाइसकेँ है अब चाहिँ म एकचोटि यसो घुम्न जान्छु घुम्न नि कहाँ यहीँतिर हेर्नु नि यहीँतिर आयो कहाँ जानु र हो मेरो जाने ठाउँ पनि त कतै हुनु पर्यो नि यहीँ त हो अरू हेर्ने गाइस अरू हेर्ने यहाँ हेर्नुहोस् दर्शकबिनहरू तर यो आरू मिठो छैन अरे के त्यही कति धेरै छ के पोहोर पनि थियो तर खाएन मैले यी हाम्रो म बस्ने गाउँ चाहिँ यही हो जङ्गलको छेउमा के गर्नु हौ म एक्लै कोही छैन नेपाल होइन त ठ्याक्कै टहराहरू छ ठ्याक्कै नेपाल हो नि मेरो यो के अरू जस्तै छ यो पनि है तर खाने चाहिँ अर्कै तरिकाले खाने रे के हेर्नु न खोइ यहाँ हेर्नु ऊ आरू जस्तै छ तर अर्कै रे के हो आरू होइन रे कति धेरै छ हौ ओहो केही छैन सुकेर साथीहरू केही पनि छैन के यो फुल पनि काट्नु पर्ने बेला भएको छ यो सबै काटेर फाल्नुपर्छ भोलि उताको साइडमा चाहिँ काटिसकेँ यताको साइडमा मात्रै काट्न बाँकी छ कि मेरो यो फुलहरू एकवटा कुरा कि साथीहरू सबैजनाले ध्यान दिएर सुन्नु होला मलाई त्यहाँ लाइभमा आएर तिम्रो बोयफ्रेन्ड छ इनबक्समा आएर बोयफ्रेन्ड छ भन्ने होइन तिमीहरूलाई म चाहियो कि मेरो बोयफ्रेन्ड और अभी तो रुको क्लाइमैक्स अभी बाकी है यस्तो भ्लग बनाउनु कि मलाई भन्न आउँदैन है त्यही पनि किनेर लिएर आएँ के किनेर लिएर आएँ तर अहिले चाहिँ मेरो जागरै चल्दैन के भएको होला है छ्या उफ उफ भक्तेको पो याद आयो मलाई त भक्तेको याद आयो यतिखेर कहाँबाट कसरी जान्छ यस्तो उफ गर्दाखेरि के अस्ति उफ 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 के साह्रो गर्मी हौ उफ उफ खत्म बाय बाय टाटा गुड बाय गया साथीहरू आजको भ्लग चाहिँ मेरो यति नै मैले खासै राम्रो भ्लग चाहिँ बनाउन आउँदैन त्यही पनि सबैजनाले साथ सपोर्ट र माया गरिदिनु होला अनि सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु ल मलाई माया गरिदिनु होला हेर्दाखेरि माया लाग्दो नभए पनि माया गरिदिनु न ल आजको लागि चाहिँ बाई भयो भने भोलि पर्सितिर भ्लग अर्को लिएर आउनेछु बाई बाई साथीहरू